बोलाउनु पर्छ बिचारा बालेनजीले गर्दैछ बालेनजीलाई तर्साइछन् त्यो धरानमा ढुङ्गो बोक्या मेयर हर्क साम्पाङलाई राज्यले किन तर्साउँछ ढुङ्गो बोकेर विकास गरिरहेको मान्छेलाई यो देशले 34 अर्बको प्रोजेक्ट बनाएको थियो रविजी 3 करोडमा पानी ल्याइदियो हर्कजीले के अपराध गर्यो यहाँ केही पनि छैन रविजी हामी केही पनि छैनौं डाक्टर साहब सिकेजी हम लोग कुछ भी नहीं है केही छैनौं हामीले केही मान्छे गन्या छैनन् के मान्छे गर्नु यहाँ त मन्त्री बन्नु पर्यो भने 100 जना पहिले कर्मचारी आइपुग्छन् एटिङ फेटिङ सेटिङ गेटिङ वही चलता है भाई देश कसरी बन्छ समुदायमा आधारित समाजवाद भने क्या हो भन्नु होला के हामीलाई हाम्रा बाटो बनाउन दिनुस् ठेकदारसँग कमिसन नखानुस् मैले स्थानीयको कुरा गरे चुनाव गर्नु पर्दैन भने प्रदेशको कुरा गरे मेरो प्रदेशमा नागरिक उन्मुक्ति पार्टीको 12 जना सांसद छन् म भन्छु राम 2084 को चुनावमा प्रदेशको चुनाव नगराइदियो प्रभु प्रदेशको माननीयहरुको काम त पोखरा घुम्न जाने काठमाडौँ घुम्न आउने सबै सरकारी टिकट होटलमा बस्या पैसा पनि सरकारले तिर्ने राम क्या हो यो यत्रो यात्रा किन गरिरा भने के संघको सांसद 265 जना सांसद छ अघि दाइले बोल्नु अब 1 मिनेट बोल्नुला अघि बोल्नु भो हामी 265 जना हैन के रविजी अब 100 जनामा जाउँ जित्नेले जित्छ नजित्नेले रेशम चौधरी जस्तो हलो जोत्छ के हलो जोत्ने ताकत पनि त राख्नु पर्यो नि काम गर्ने ल्याकत पनि राख्नु पर्यो क्षमता पनि राख्नु पर्यो 100 भन्दा बेसी सिट संघमा पनि नलैजाउँ यो बेकार कुरा हो अर्को कुरा यो समानुपातिक भन्ने छ नि यो त अजब गजबको भइगयो बा कस्तो निर्वाचन प्रणाली तपाईहरुको भोट हाल्नु पर्ने थारूले खगेन्द्र दाई बनाइदिनु पर्ने बाहुन र क्षेत्रीका ठुला मान्छेलाई सांसद भएन वास्तवमा सुन्नुस् म भनौला हाम्रो भोटको अधिकार हामीलाई दिनुस् हामीले बाहुन क्षेत्रीको विरोध गरे होइनौ 4 वर्ण 36 जातको फुलबारी भन्ने गीत लेख्ने मान्छे मै हो तर बाहुन क्षेत्री र थारू जनजाति भने त छुट्याइदैन हो खगेन्द्र दाइ कांग्रेसले थारू संघ बनाउन जान्ने हुने नेकपा एमाले थारूको छुट्टै कमिटी बनाउन हुने अनि रेशम थारूले थारू पिल्स्याछन् पार्टी बनाउँदाखेरि जातिवादी पार्टी हुने हामी मात्रै छौं अब यो भूमिपुत्रलाई मार्नु भयो भने यो देश समाप्त हुन्छ